नमस्ते एकेडमी अफ टेक्निकल एनालिसिस एटीएस च्यानलमा स्वागत छ यहाँहरु सम्पूर्णलाई। आज म नेप्सी को प्राविधिक विश्लेषण तथा टेक्निकल एनालिसिस समरी लिएर उपस्थित भइसकेको छु। यतिबेला हाम्रो स्क्रिनमा नेप्सी को विक्ली चार्ट छ। 2021 अगस्त 15 मा नेप्सीले अल टाइम हाई लगाइसकेपछि केही बढ्दै केही घट्दै निरन्तर बिहेभी स्मुथ थियो। अगाडि बढेको कुरा हामीलाई पनि अवगत नै थियो होला। नेप्सी बिहेभी स्मुथतिर अगाडि बढ्ने क्रममा करिब 28 महिनाको आफ्नो बेरिस यात्राको दौरानभित्र 18 महिनाको साइड वेज फेज तय गरिसकेपछि अपवर्ड मुभ तय गरेको थियो। नेप्सीले अपवर्ड मुभ तय गर्ने क्रममा बेरिस बजारमा आफ्नो बेस फर्मेसन गरी बुल यात्रा तय गरेको पूर्ण संकेत गरेको थियो। नेप्सीले आफ्नो बेस फर्मेसन गर्ने क्रममा ट्रिपल बटम प्याटर्न फर्म गरेको थियो भने ट्रिपल बटम प्याटर्नमा बटम लगाउने क्रममा नेप्सीले पहिलो बटम चाहिँ 2022 जुन 1 मा लगाएको थियो भने सो बटमलाई टेस्ट गर्ने क्रममा नेप्सीले दोस्रो बटम चाहिँ 2023 मे 1 मा लगाएको थियो भने तेस्रो बटम चाहिँ 2023 नोभेम्बर 1 मा लगाई नेप्सीले ट्रिपल बटम प्याटर्न फर्म गरेको थियो। यसको नेचर कस्तो हुन्छ भनेपछि एउटा बटम फर्म गर्ने र त्यही बटमलाई दुई पटक टेस्ट गरी आफ्नै दिशातिर त्यहीबाट फर्कन्छ भने त्यस्तो प्याटर्नलाई ट्रिपल बटम प्याटर्न भनिन्छ। यसरी करन्ट बियरिस बजारमा यस्ता रिभर्सल प्याटर्नहरु देखा पर्दछन् भने यसले ट्रेन्ड रिभर्सलको संकेत गर्दछ, जुन हामी नेप्सीको मन्थली चार्टमा पनि स्पष्टसँग देख्न सक्छौं। तत्पश्चात नेप्सी अगाडि बढ्ने क्रममा एउटा साइकोलोजिकल लेभल तथा राउ नम्बर लेभल 3000 को आसपासमा पुग्यो। त्यहाँबाट घटी बढ्ने क्रममा बोलिङ्गर ब्यान्डको वेल ब्यान्डमा सपोर्ट लिई 4 डेज को टाइम फ्रेममा बुलिश इन्भल्भिङ प्याटर्न बनाई नेप्सी आफ्नै दिशातिर अगाडि बढ्नेको कुरा हामी स्पष्टसँग देख्न सक्छौं। सामान्यतया बोलिङ्गर ब्यान्डको नेचर कस्तो हुन्छ भनेपछि यदि मार्केट बुलिश अवस्थामा भएको खण्डमा बोलिङ्गर ब्यान्डको लोअर ब्यान्ड र मिडल ब्यान्डले सपोर्ट तथा टेबलको रूपमा काम गर्दछ अथवा मार्केट यस्तै लेभलबाट फर्कने गर्दछ। यदि मार्केट बेरिस अवस्थामा भएको खण्डमा बोलिङ्गर ब्यान्ड मिडल ब्यान्ड र अप्पर ब्यान्डबाट मार्केट फर्कने गर्दछ अथवा यसलाई रेसिस्टेन्सको रूपमा लिने गर्दछ। यदि चरम बियरिस बजार छ भने यसले लोअर ब्यान्ड सँगसँगै मार्केट आउने गर्दछ भने चरम बुलिस बजार छ भने अप्पर ब्यान्ड सँगसँगै मार्केट जाने गर्दछ। बुलिस इन्भर्टिङ प्याटर्न डबल क्यान्डलस्टिक प्याटर्न हो। यो प्याटर्न फर्म हुनुको लागि दुईवटा क्यान्डलको आवश्यक पर्दछ। 2024 सेप्टेम्बर 23 मा फर्म गरेको क्यान्डल चाहिँ रियल बडी बियरिस क्यान्डल हो भने 2024 सेप्टेम्बर 27 मा फर्म गरेको क्यान्डल चाहिँ रियल बडी बुलिस क्यान्डल हो। यो प्याटर्न कन्फर्म हुनको लागि चाहिँ बुलिस बडीले बियरिस बडीले कम्तीमा पनि पुरै इन्भल्भ गरेको हुनुपर्दछ अथवा बुलिस क्यान्डलको ओपनिङ प्राइस बराबर बियरिस क्यान्डलको क्लोजिङ प्राइस हुनुपर्दछ र बुलिस क्यान्डलको क्लोजिङ प्राइस बराबर कम्तीमा पनि बियरिस क्यान्डलको ओपनिङ प्राइस हुनुपर्दछ। यो आफैमा कन्फर्म प्याटर्न हो। यदि क्लोजिङ बेसिसमा यसको लोएस्ट लोलाई ब्रेक नगरी नेप्सी माथि सस्टेन हुन्छ भने यसले त बाइङ प्रेसर तथा बुलिस मोमेन्टम हारिरहेको संकेत गर्दछ अथवा हाम्रो लागि बाइङ अपर्च्युनिटी क्रिएट गर्दछ। कदम कदा चाहिँ यसको लोलाई ब्रेक गर्दछ भने यसले थप सेलिङ प्रेसर तथा बेरिस मोमेन्टम हारिरहेको संकेत गर्छ अथवा यो प्याटर्न इनभ्यालिड हुन्छ। यसरी नेप्सीले आफ्नो बेस तथा टेक्निकल फाउन्डेसन तय गरी बुल यात्रा पनि गरेको पूर्व संकेत गरेको थियो। मार्केटको करेन्ट सिचुएसनलाई हेर्ने हो भने नेप्सी अहिले 52 हप्ताको औसत मूल्यलाई सपोर्टमा लिई बसेको छ भने डबल इनसाइडमा क्यान्डलस्टिक प्याटर्न फर्म बनाएको छ। यदि आगामी दिनहरुमा डबल इनसाइडमा क्यान्डलस्टिक प्याटर्नको अपसाइड ब्रेक हुन्छ भने यसले त बाइङ प्रेसर तथा बुलिस मोमेन्टम हारिरहेको संकेत गर्छ अथवा हाम्रो लागि बाइङ अपर्च्युनिटी क्रिएट गर्दछ। कदम गर्दा चाहिँ यसले डाउन साइड ब्रेक गर्दछ यो प्याटर्न इनभ्यालिड हुन्छ अथवा यसले थप सेलिङ प्रेसर अथवा बेरिस मोमेन्टम हारिरहेको संकेत गर्दछ। अहिले आरएसआई 48 को लेभलमा छ। यदि आगामी दिनहरुमा आरएसआई 50 अब सस्टेन हुन्छ भने यसले त मार्केटमा बुलिश मोमेन्टम छ भन्ने कुराको
सङ्केत गर्दछ। शेर शिक्षा सम्बन्धी यस्तै शिक्षामूलक भिडियोहरू हेर्न चाहनुहुन्छ भने हाम्रो युट्युब च्यानल एकाडेमी अफ टेक्निकल एनालाइसिस एटिएचएनलाई लाइक, सब्सक्राइब र सेयर गरिदिनु भन्दै यहाँहरूबाट बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।